नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ हेडलाइन्सबाट। दुईजनाको मृत्यु। भोजपुरमा 22 महिने बालकलाई आफ्नै आमाले गरिन् हत्या। वर्तमान सरकार नेत्र विक्रम चन्द नेतृत्वको नेकपासँग मिल्ने कांग्रेस महामन्त्री कोइरालाको दाबी। सांसदहरू बुढी गण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन नसकेको भन्दै सत्तापक्षको सांसदहरूबाट सरकारको चर्को आलोचना। प्रेस स्वतन्त्रताको विरुद्धमा आएको मिडिया काउन्सिल सम्बन्धी विधेयक तत्काल खारेज गर्न सरकारसँग माग गर्दै नेवी सङ्घद्वारा सडक आन्दोलन सुरु। र प्रदेश 3 मा प्रधानमन्त्री कप 1 दिवसीय प्रतियोगितामा तेस्रो जित हात पार्न सफल। अब समाचार विस्तारमा। वीरगञ्जको वाइपास रोडमा सोमबार घरको जग निर्माणको क्रममा माटोको ढिस्को पुरिएर दुईजनाको मृत्यु भएको छ। नारायण जलानको घर निर्माणको क्रममा जग खस्दा खेरी माटाको ढिस्कोले पुरिँदा 12को इटहरिएका दशरथ पण्डित र 12 परवानीपुर गाउँपालिका चैनपुरका जवाही शाह घाइते भएका थिए। घाइते दुवैजनालाई उपचारको लागि वीरगञ्जको तराई हस्पिटलमा लगिएको थियो। अवस्था गम्भीर भएपछि गण्डक हेल्थ केयरमा रिफर गरिएको थियो। दुवैजनाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। भोजपुर सदरमुकामस्थित पानी ट्याङ्कीमा 22 महिने बालकको आफ्नै आमाले हत्या गरेकी छिन्। 25 वर्षीय सम्झना थापाले 22 महिनाको छोरा सम्बोधनको हत्या गरेकी हुन्। उनले मंगलबार बिहान 7 बजेतिर घरको छतमा लगेर कुकुरले घाँटी छिनाएर हत्या गरेकी हुन्। रामप्रसाद राई गाउँपालिका बासीखोरा घर भएकी सम्झनाको परिवार पानी ट्याङ्की टोलमा भेनाजुको घरमा बस्दै आएको थियो। जलविद्युत कम्पनीको काम गर्ने बालकका बाबु सूर्यबहादुर थापा भने कार्यालयको कामले सदरमुकाम बाहिर गएको पाइएको भोजपुरका प्रहरी प्रमुख डीएसपी केशव कुमार थेपेले बताए। प्रहरले हत्यारा सम्झनालाई पक्राउ गरेको छ। घटनाको विषयमा थप अनुसन्धान थालिएको प्रहरले जनाएको छ। कैलालीको मालपोत कार्यालय परिसरमा राखिएको टाइम बम नेपाली सेनाले निष्क्रिय पारेको छ। आज बिहान भेटिएको बम 2.5 घण्टा लगाएर कैलालीको बेराडाँडीबाट गएको नेपाली सेनाले टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कालो झोलाभित्र राखिएको बम भेटिएपछि सेनाको टोलीले निष्क्रिय पारेको वडा प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वकिल सिंहले जानकारी दिए। हेटौडा 18 हटियामा रहेको शिवम सिमेन्टको कम्पाउन्ड नजिकै बम फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सिमेन्ट उद्योगको दक्षिणतर्फको पर्खाल नजिकै प्रेसर कुकर बम फेला परेको हो। कुकरमा खतरा लेखिएको छ। बाहिरबाट हेर्दा बम जस्तै देखिन्छ। मकवानपुरका प्रहरीले नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले भने बम निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल पुगेको छ। देशक 7 प्रदेश सब न्युजमा अब व्यावसायिक विश्रामपछि सांसदहरू बुढी गण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन नसकेको भन्दै सत्तापक्षको सांसदहरूबाट सरकारको आलोचना। प्रेस स्वतन्त्रताको विरुद्धमा आएको मिडिया काउन्सिल सम्बन्धी विधेयक तत्काल खारेज गर्न सरकारसँग माग गर्दै नेवी सङ्घद्वारा सडक आन्दोलन सुरु। र प्रदेश 3 प्रधानमन्त्री कप 1 दिवसीय प्रतियोगितामा दोस्रो जित हात पार्न सफल। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइरालाले वर्तमान सरकार नेता विक्रम चन्द नेतृत्वको नेकपासँग मिल्ने दाबी गर्नुभएको छ। महामन्त्री कोइरालाले नेपाली जनताले बनाएको राम्रो संविधान फेर्ने नियतका साथ वर्तमान सरकार र चन्द नेतृत्वको नेकपा मिल्ने तर्क गर्दै संविधानको रक्षा गर्न पनि कांग्रेस नेता कार्यकर्ता एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको पनि बताउनुभयो। वर्तमान सरकारले चन्द नेतृत्वको नेकपालाई आतंककारी भने पनि अन्त्यमा गएर उनीहरू मिल्ने आफूलाई लागेको महामन्त्री कोइरालाको भनाइ छ। नेपाल प्रेस युनियनको 28औं वार्षिक उत्सव कार्यक्रमको अवसर पारेर सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले लोकतन्त्रलाई खतरामा पार्ने गरी आएको मिडिया काउन्सिल सम्बन्धी विधेयक संसदबाट पारित नगर्न पनि सरकारलाई सचेत गराउनुभयो। तसर्थ
दिनमा हामी सतर्क भएर जानुपर्छ। प्रेस स्वतन्त्रतालाई चौथो अङ्ग हो राज्यको, यो प्रेस स्वतन्त्र नै हुनुपर्छ। सबैको भावनालाई प्रेसले जागृत गर्छ, त्यसैले कुण्ठित गर्ने प्रयत्न गरे भने लोकतन्त्र नै खतरामा हुन्छ। र यो सरकारलाई हामी सचेत गराउन चाहन्छौँ कि यस्तो किसिमको विधेयक चाहिँ पारित नहोस् भनेर। हुन त उनीहरूको नीति आएको दम्ब छ र उनीहरूले पारित गर्न पनि सक्छन्। हामीले जति भन्दा भन्दै पनि उनीहरूले नमानेर पारित गर्न सक्छन्। तर हामी चाहिँ आउँदो दिनहरूमा यसको विरोध गर्नुपर्छ र नेपाली काङ्ग्रेस एकजुट भएर यो गुटलाई समाप्त पारेर हामीले यो प्रतिक्रिया गर्नुपर्छ कि यस्तो किसिमको विधेयकलाई चाहिँ हामी हुन दिन्नौँ भनेर। अब धेरै कुराहरू पूर्व वक्ताहरूले पनि गरिसक्नुभयो, म धेरै कुरा भन्न गइरहेको छुइनँ। अहिले जुन विप्लवका कुराहरू जुन आए, अहिले कस्तो देखिन्छ भने विप्लवलाई एकातिर आतङ्ककारी भनेर घोषणा त गरे, तर भोलि गएर विप्लवलाई नै मिलाएर यिनीहरूले यो संविधानै फेर्न पनि सक्ने सम्भावना म देखिरहेको छु। मलाई पछाडिबाट मित्रले भन्नुभयो विप्लवसँग यो सरकार मिल्छ र त्यसपछि गएर हाम्रो संविधानलाई परिवर्तन गर्ने। महामन्त्री कोइरालाले मिडिया काउन्सिल सम्बन्धी विधेयक पारित हुन नदिन सरकार विरुद्ध प्रतियोगितामा उत्रन पनि पार्टीका नेता कार्यकर्तालाई पनि आह्वान गर्नुभयो। सांसदहरूले सरकारले प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्नुपर्ने बताएका छन्। नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयकका सम्बन्धमा मंगलबार गरेको अन्तर्क्रियामा सहभागी सांसदहरूले प्रेससँग सम्बन्धित निकायलाई स्वायत्तता प्रदान गरी प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्ने गरी सरकारले कानून बनाउनु पर्ने धारणा राखेका हुन्। उनीहरूले संविधान, अन्तर्राष्ट्रिय मूल्य मान्यता र नेपाल पक्ष राष्ट्रिय भएका असन्धिहरूलाई ध्यानमा राखेर ऐन बनाउनु पर्नेमा जोड दिए। नेपाली कांग्रेसकी सांसद पुष्पा भूषाल गौतमले संविधान र अन्तर्राष्ट्रिय मूल्य मान्यता विपरीत सरकारले कलम चलाए बापत प्रेस जगतलाई दण्ड गर्ने नियतले मिडिया काउन्सिल विधेयक ल्याएको टिप्पणी गर्नुभयो। उहाँले प्रेस अधिकारलाई स्वीकार गर्ने प्रजातान्त्रिक मुलुकहरूले अन्तर्राष्ट्रिय तहको मूल्य मान्यता तथा संविधानलाई आधार बनाएर ऐन निर्माण गर्नुपर्ने बताउनुभयो। संविधानमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकमा राखिएकाले त्यसको प्रत्याभूति सरकारले दिनुपर्ने तर्क उहाँले गर्नुभयो। रचना तयार गर्ने हो, त्यसलाई राज्यले नियन्त्रण गर्दैन, किनभने फन्डामेन्टल राइट रुल अफ लसँग जोडिएको छ र राज्य सरकार वा प्रधानमन्त्री क्याबिनेट भनेको त्योभन्दा माथि होइन, त्योभन्दा तल बसेर नियम कानुनहरू बनाउनु पर्ने हुन्छ। त्यही भएर सैद्धान्तिक रूपबाटै जुन ड्राफ्ट आएको छ यो ड्राफ्ट आफैमा फेरि पनि मैले भने सैद्धान्तिक विचलन लिएर आएको छ। विधेयकको नियति जुन नियत बोकेर आएको छ, राज्यले प्रेस जगतको कलम चलाए बापत दण्डनीय गराउने प्यानल कोडको रूपमा यसले लिएर आयो। सहमति के भएको छ भने हामीले मिडिया काउन्सिलको संरचना आफैले कानून बनाउने, आफैले नियमन गर्ने, दण्ड दिने जस्ता विषय समावेश भएकाले सैद्धान्तिक विचलनको रूपमा विधेयक आएको तर्क उहाँले गर्नुभयो। सैद्धान्तिक विचलन 2, 3, 4वटा कुराहरूबाट देखिएको छ। एउटा सैद्धान्तिक विचलन आएको छ जुन स्पिरिटको साथ मिडिया काउन्सिलको संरचना बन्नु पर्दथ्यो, त्यो संरचना बनेको छैन। अध्यक्षले भनिसक्नुभयो जबसम्म मिडिया काउन्सिललाई आफै स्वतन्त्र, आफै स्वायत्त जबसम्म हामी बनाउँदैनौँ तबसम्म ऊ न्युट्रल हुन सक्दैन। त्यही भएर यो विधेयकले मिडिया काउन्सिललाई तटस्थ बनाएको छैन। तटस्थ नबनाउने बित्तिकै यसको अधिकार क्षेत्र र यसको कार्यविधिमाथि ठुलो प्रश्न चिन्ह खडा गर्ने सम्भावना प्रशस्त भएको हुनाले जुन मिडिया काउन्सिलको जुन महत्त्व विश्वभरि लिन्छन् त्यो नेपालमा यसको संरचना नै विश्वसनीय हुँदैन, तटस्थ यसले काम गर्न सक्दैन। तर यो उद्देश्य मलाई लाग्छ यो विधेयकको पनि होइन। तर यो विधेयकले त्यो कुराको प्रावधान राखेको कारणले पनि यो विधेयक आफै सैद्धान्तिक विचलन आएको चाहिँ हामीले महसुस गरेका छौँ। दोस्रो कुरा, यो विधेयकमा आफैले कानुन बनाउने, आफैले दण्ड दिने, आफैले कार्यान्वयन गर्ने किसिमका कुराहरू राखेको छ, जबकि मिडिया काउन्सिल भनेको केवल कोड अफ कन्डक्ट मात्रै उल्लेख गर्ने हो, आचार संहिता। राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले संविधानमा व्यवस्था गरे बमोजिम सरकारले प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्नुपर्ने बताउनुभयो। राज्य नियन्त्रित मिडिया काउन्सिलले स्वतन्त्र प्रेसको प्रत्याभूति गर्न नसक्ने भएकाले स्वायत्त निकायको रूपमा स्थापित गर्नुपर्ने उहाँको धारणा थियो।
नागरिकलाई मानिराखेको छ। संसद एउटा अङ्ग हो, संसदको नियमन कसले गर्छ? त्यही सभामुखले गर्छ, त्यसको समितिले गर्छ। न्यायपालिकाको कसले गर्छ? त्यही न्याय परिषद छ, त्यसले गरिराखेका हुन्छ। अङ्ग नै छुट्टै अङ्ग हो भने सरकारको नियमन प्रधानमन्त्रीले गर्छ। पत्रकारको नियमन पनि पत्रकार काउन्सिल बना, प्रेस काउन्सिल होस्, मिडिया काउन्सिल होस्, उसैले गर्नु। यसमा कहीँ द्विमत हुन सक्छ। उसको नियमन गर्ने हो भने आचार संहिताहरू बनाउने र नियमन गर्ने हो भने उसैले गर्छ। स्वतन्त्रताको एउटा प्रत्याभूति के हो भने अरूले आएर गरिदिने हो भने त स्वतन्त्रता भन्ने कुरै नहीं। जब स्वतन्त्रताको हामी कुरा गर्छौँ भने आफ्नो नियमन आफै गर्न हुनुपर्छ। त्यसमा पनि राज्यको चौथो अङ्ग भएको कारणबाट यो राज्य। नेकपाका राष्ट्रिय सभा सदस्य दीनानाथ शर्माले सरकारले प्रेस स्वतन्त्रताको घाँटी निमोट्ने काम नगर्न प्रतिबद्धता जनाउनुभयो। हामीले अहिले बनाउने ऐनको घाँटी निमोट्ने स्थिति भयो भने त्यसको जवाबदेही हामी हुन्छौँ, जिम्मेवार हामी हुन्छौँ। अहिले हामीले बनाउने कानुनहरू यो चाहिँ सरकारको लागि, अहिले हाम्रो लागि मात्रै होइन। हामीले चाहिँ अन्तर्राष्ट्रिय मूल्य मान्यताहरूलाई पनि हेर्नु पर्यो, अन्तर्राष्ट्रिय परम्परा र त्यहाँको चाहिँ प्रचलन पनि हेर्नु पर्यो। र भोलिको दिनमा कोही आउने मान्छेले चाहिँ प्रेसको चाहिँ घाँटी निमोट्ने चाहिँ हामीले बनाएको कानुनमा टेकेर घाँटी निमोट्ने स्थिति रहन पनि भयो। यदि त्यस्तो स्थिति भयो भने त्यसको जवाबदेही हामी हुन्छौँ। त्यो कुरालाई नै हामीले ख्याल गरेका छौँ। त्यसो हुँदाखेरि यो त्यत्तिकै चाहिँ हजुरको भरमा जबरजस्ती पेलेर बहुमत छ, यो चाहिँ बहुमतले चाहिँ अगाडि बढाउँछ कि भन्ने त्यस्तो किसिमको कुरा नसोच्नको लागि पत्रकार साथीहरूलाई म विनम्रतापूर्वक अनुरोध गर्छु। कार्यक्रममा महासङ्घका अध्यक्ष गोविन्द आचार्यले संविधानको मर्म विपरीत पुरै मिडियालाई नियन्त्रण गर्ने ढङ्गले विधेयक आएको भन्दै आवश्यक संशोधन राखी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिन सांसदहरूलाई आग्रह गर्नुभएको थियो। पुरै मिडियालाई नियन्त्रण गर्ने खालको व्यवस्था, कार्यकारीबाट नियन्त्रण गर्ने खालको व्यवस्था हाल्दाखेरि यो स्वनियमन राज्यको चौबन्द पुरै स्वतन्त्रता भन्ने सबै रहँदैन। त्यो भएर संविधान विपरीत छ। अब यसले संहितै छिन्दैन। सङ्घको प्रतिनिधित्व यो काम छैन, हरेक सङ्घको कार्यालय भन्ने छैन। अनि समावेशी नै छैन। यिनीहरूले समावेशी सिद्धान्त अनुसार नियुक्ति हुने व्यवस्थै छैन। अनि पत्रकारिता क्षेत्रको मिडिया काउन्सिल भन्ने तर अनलाइनको प्रतिनिधित्व सुनिश्चित छैन, रेडियो टिभीको सुनिश्चित छैन, यहाँ कहीँ पनि छैन। यो पुरानो आएको हो। त्यही भएर यसले चाहिँ संहिता पनि चिन्दैन, समावेशिता पनि चिन्दैन, हाम्रो संविधान पनि यसले चिन्दैन। त्यसपछि अन्तिममा आएर यसले चाहिँ मलाई लाग्छ अब कहीँ न कहीँ प्रेसलाई अंकुश लगाउने गरी सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको विरोधमा आन्दोलनरत पत्रकार महासंघले मंगलबार सांसदहरूसँग अन्तर्क्रिया गरेको हो। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रतिनिधि सभाका सांसदहरूले नै बुढी गण्डकी जलविद्युत आयोजनाका काम अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्। सत्तारूढ नेकपाका प्रतिनिधि सभाका सांसदहरू राधा ग्यावाली, भूमि प्रसाद त्रिपाठी र पाल्देङ छेपाङ गुरुङले बुढी गण्डकी जलविद्युत आयोजनाको कामलाई अझै अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नुभएको हो। उहाँले मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिन सक्ने सो जलविद्युत आयोजनाको कामलाई तत्काल अघि बढाउन पनि सरकारसँग माग गर्नुभयो। बनाउने हो भन्ने कुरा दिइसकेकोलाई नेपाल सरकारले यसको सबै व्यवस्था गरेर अगाडि बढाइसकेको। अहिले हाम्रो नेपाल सरकारको धेरै पैसा पूर्वाधारमा लगानी भइरहेको छ। तर यो त यस्तो महत्त्वपूर्ण एउटा आयोजना हो यो ऊर्जाको कि यसले त 4 वर्षसम्म 5 वर्ष 6 वर्षमा यो निर्माण भएर हामीलाई एउटा ठुलो आर्थिक रकम आय भइसक्ने थियो। हामीले ऋण पनि धेरै तिरिसक्थ्यौँ। यस्तो महत्त्वपूर्ण चाहिँ आयोजना किन ढिलाइ भएको छ? यसलाई हामी माननीय मन्त्री सम्बन्धित सरोकारको विषय जो उसको छ यसलाई चाहिँ हामीले ध्यान आकर्षण गरेर कडाइ निर्देशन दिनु पर्यो कि यो अविलम्ब चाहिँ निर्माणमा जानु पर्यो। डिपिआर तयार भइसकेको अर्को आयोजना भनेको जाजरकोटमा रहेको नरसिंहगढ हो। त्यो नरसिंहगढको आयोजनामा पनि त्यसरी नै
म मन्त्री भएको बेलामा त्यसको सबै व्यवस्थापन राजनीतिक रूपले सबै एउटा सहमतिमा जाने तत्कालीन अवस्थाको 3वटा राजनीतिक दलहरूको नजिक रहनुभएका एक्सपर्टहरूको पनि व्यवस्था गरेर यसलाई पनि अगाडि बढाएको। यसको पनि कतै चर्चा केही छैन, यसको काम केही भइरहेको छैन। पञ्चेश्वर आयोजना बनाउने भनेर 6400 मेगावाटको आयोजना बनाउने भनेर सबै नेपाल सरकार र भारत सरकारको संयुक्त कार्यालय समेत चाहिँ स्थापना गरेर अगाडि बढिरहेको हो र यसको किन काम अगाडि बढिरहेको छैन, हामी सांसदहरूले यसको बारेमा चाहिँ हामीले थाहा पाउनुपर्छ, जानकारी पाउनुपर्छ। के हो यसको समस्या, किन यो अगाडि बढिरहेको छैन? किन नेपाल सरकारले ठुलो रकम त्यो संयुक्त कोषमा राखिसकेको छ, त्यसमा कर्मचारीहरू नेपाल सरकारले पठाइसकेको छ। धेरै समय नभए पनि जो चाहिँ विषयसँग सम्बन्धित त्यसै गरी सत्तारूढ दलकै सांसद त्रिपाठीले पनि जलविद्युत आयोजनाहरूको काम अघि बढाउन नसकेको भन्दै सरकारको चलको आलोचना गर्नुभयो। उहाँले मुलुकको आर्थिक समृद्धिमा योगदान दिन सक्ने जलविद्युत आयोजनाको काममा प्राथमिकताका साथ अघि बढाउन किन नसकेको भन्दै सरकारलाई प्रश्न पनि गर्नुभयो। ड्राई सिजनमा हामीलाई अमृतको काम गर्छ हाम्रो यो आयोजना। यो अर्को के हो भन्दाखेरिमा यो बहुउद्देश्यीय आयोजना हो। राष्ट्रिय अर्थतन्त्रमा यो आयोजनाले कति टेवा दिन्छ भन्ने कुरा हामीले त्यहाँ हिसाब गर्नु पर्यो। पर युनिट कति पर्यो भन्ने हिसाब मात्र भन्दा पनि राष्ट्रिय अर्थतन्त्रमा यो आयोजना सम्पन्न हुँदाखेरिमा कति सहयोग हुन्छ त्यतातिर सरकारको ध्यान गए जस्तो लाग्दैन। त्यसकारण यहाँ चलखेलहरू धेरै भएको छ। यो समितिले केवल छलफल मात्रै गर्ने, सुझाव दिने मात्रै होइन, सरकारलाई कडा ढङ्गले हामीले चाहिँ निर्देशन दिन सक्छौँ। किन भएन यो भनेर प्रश्न गर्न पनि सक्छौँ। के कारणले रोकियो भनेर जवाफ दिनु पर्यो नि सरकार। त्यस कारण यो विषयमा हाम्रो गम्भीर ध्यान आकर्षण हुनु पर्यो, समिति गम्भीर हुनु पर्यो होइन। यो त्यत्तिकै रोकिएको छैन, पैसा नभएर रोकिएको होइन। पैसा अहिले पनि अरबौँ पैसा छ, गत वर्षकै पैसा छ, त्यो पैसा फ्रिज भएर गएको छ। संस्था व्यवस्थामा हामी कानुन कुराहरूमा चाहिँ हामीले एकदम ध्यान दिन जरुरी छ। सरकारले संसदीय समितिहरूले दिएको निर्देशन पालना नगरेकोमा पनि समितिका सदस्यहरूको असन्तुष्टि छ। समितिका सदस्य पाल्देङ शेर्पा गुरुङले संसदीय समितिहरूले दिएको निर्देशन पालना नगरेको भन्दै सरकारको आलोचना गर्नुभएको हो। उहाँले बुढी गण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रका जनतालाई जग्गाको मुआब्जा वितरण गर्ने काम तत्काल सुरु गर्न पनि सरकारलाई सचेत गराउनुभयो। कि हाम्रो राष्ट्रले गर्ने त्यो एउटा डिसिजन हुनु पर्यो। अर्को कुरा मौजा वितरणको कुरामा पनि हामीले रोक्नु भएन। आखिर अरबौँ रुपियाँ करोडौँ रुपियाँ चाहिँ हाम्रो खर्च भइसकेको छ भने त्यसलाई जसरी पनि बनाउने छ भने त्यो मौजा चाहिँ तुरुन्तै हामीले दिनुपर्छ भने चाहिँ त्यो गर्नुपर्छ। त्योसँग जो सम्बन्धित कुरा छ नि त्यो कसले बनाउने पहिलेको कार्यक्रममा चाहिँ उनीहरूले नलसिंहगाड जलविद्युतको आयोजनाको कामलाई अघि बढाउन पनि सरकारलाई दबाब दिएका छन्। नेपाली सेनाले काठमाडौँ तराई मधेस द्रुतमार्ग सडक आयोजना निर्माणको काम तोकेकै समयभित्र सम्पन्न हुने गरी अघि बढाएको जनाएको छ। नेपाली सेनाका इन्जिनियरिङ विभाग प्रमुख एवं सो आयोजनाको प्रमुख उपरथी योगेन्द्र बहादुर खाँडले तोकिएकै समयभित्र सम्पन्न हुने गरी सो आयोजनाको कामलाई अघि बढाइएको जानकारी दिनुभएको हो। मङ्गलबार सङ्घीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सो आयोजनाको हालसम्मको कार्य प्रगति विवरण पेश गर्दै उहाँले आगामी 2079 साल असोज महिनाभित्र सो आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्ने गरी कामलाई अघि बढाएको बताउनुभयो। निर्धारित समयसीमाभित्र सो आयोजनाको कामलाई सम्पन्न गर्ने गरी आवश्यकता अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्माण व्यवसायीहरू पनि सो आयोजनाको काममा परिचालन गरिएको आयोजनाका प्रमुख उपरथी खाँडले बताउनुभयो। निर्धारित समयसीमाभित्र त्यसपछि छिटो सम्पादन गर्नुपर्ने भएको सनसेट एक्ट बनाएको थियौँ तर त्यो स्वीकृति हुन सकेन। हामीले फरवर्ड चाहिँ हामीले गरेका थियौँ। त्यसपछि गएर सम्पूर्ण डिजाइन ड्रइङहरू सबै तयार गरेर वैशाखमा हामीले काम सुरु गरेका थियौँ। त्यो चाहिँ रोड स्ट्रक्चरहरू चाहिँ हजुरको हामीहरूले चाहिँ 2076 वैशाखमा सुरु गरिएको थियो भने उक्त कार्य 2076 चैत अथवा 1 वर्षमा सम्पन्न गर्ने योजना रहेको छ। साथै स्लो प्रोटेक्सनहरू कालो पत्र लगायतका रोड एमिनिटिजहरू निर्माण कार्यको खरिद प्रक्रिया 2076 श्रावणबाट सुरु गरी
2080 असोजभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ। काठमाडौँबाट 22 किलोमिटरको यो आयोजनाका प्रमुख उपरथी खाँडले पुल निर्माणको कामलाई पनि तीव्रता दिएको बताउनुभयो। उहाँले आयोजनाको 655 रोपनी जग्गा अधिग्रहणको काम बाँकी रहेको उल्लेख गर्दै त्यसलाई पनि अघि बढाउने बताउनुभयो। यो टिपिसी आइसिबी कन्ट्र्याक्टको टिपिसी व्यवसायको प्रि क्वालिफिकेसन गर्ने कार्य सम्पन्न भइसकेको छ। खरिद प्रक्रिया पुरा गरी 2079 पौषभित्र निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको छ। साना पुलहरू निर्माण सम्बन्धमा साना पुलहरू निर्माणको लागि बिडिङ डकुमेन्टहरू तयार गर्ने कार्य सम्पन्न भइसकेको छ र खरिद प्रक्रिया पुरा गरी 2079 पौषभित्र निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको छ। जिम्मा पाएको नेपाली सेना यसका आयोजना प्रमुख श्री योगेन्द्र। आयोजनाले सुरुङ मार्ग निर्माण हुने खण्डमा रुख कटानको कामलाई पनि सुरु गरिएको जनाएको छ। समितिकी सभापति दिलकुमारी रावल थापाले सो आयोजनाको कामलाई तोकिएकै समयमा सम्पन्न हुने गरी प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पेश गरेको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गर्न सरकारलाई निर्देशन दिइएको जानकारी दिनुभयो। यो आयोजना काठमाडौँ तराई मधेस द्रुत मार्गको सन्दर्भमा यसलाई समयमै सम्पन्न गर्नको लागि अहिले एकदम चर्चामा रहेको डिपिआर रिपोर्ट तत्काल स्वीकृति गरी आयोजनालाई सहज ढङ्गले अगाडि बढाउनको लागि चाहिँ यो बाटो खोल्नुपर्ने अवस्था देखिएको छ र यो मन्त्री परिषदमा पनि गएको रिपोर्ट पनि यहाँले प्रस्तुत गर्नुभएको छ। यसमा समितिको ध्यान आकर्षण भएको छ र तत्काल क्याबिनेटबाट यो डिपिआर स्वीकृति गरी आयोजना अगाडि बढाउनको लागि हामी समितिको तर्फबाट सरकारलाई निर्देशन गर्न चाहन्छौँ। यो आयोजनाले चाहिँ अलिकति सहकार्य समन्वय गरी यसलाई अलिक वातावरण सहज बनाउनको लागि चाहिँ सामग्री निर्माण अरू विभिन्न पक्षमा चाहिँ सहकार्य समन्वय गर्नको लागि पनि हामी आयोजनाको ध्यान आकर्षण गर्न चाहन्छौँ, सुझाव दिन चाहन्छौँ। त्यस्तै गरेर मुआवजा विवादको सम्बन्धमा पनि सम्बन्धित पक्षसँग यहाँले छलफल गरिरहनु भएको छ। यसलाई अझ घनीभूत ढङ्गले छलफल गरेर यसलाई निष्कर्ष निचोडमा पुर्याएर यो आयोजनालाई सम्पन्न देशतिर अगाडि लानको लागि चाहिँ विशेष आयोजनाको तर्फबाट नि यहाँले पहल गर्नुपर्ने छ। यो हामी सुझाव दिन चाहन्छौँ र यी सुझावहरू हामी चाहिँ नेपाल सरकारलाई पनि यो समितिबाट सुझाव निर्देशन दिने काम गर्छौँ दिएको छ समितिबाट। उहाँले मलाई लाग्छ निरन्तर बैठकमा समितिका सदस्यहरूले सो आयोजनाको कामलाई अघि बढाउँदा स्थानीय जनतालाई मारमा पर्ने काम नगर्न पनि नेपाली सेनाको गम्भीर ध्यानकर्षण गराएका थिए। 76.2 किलोमिटर लम्बाइ रहेको सो सडक आयोजनाको निर्माणको जिम्मेवारी नेपाली सेनालाई 2074 साल श्रावण 27 गते दिएको थियो। बिहिबार हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका हुन्। परराष्ट्र मन्त्री प्रदीप गेवालीले पीएम ओली भारत जान लागेको पुष्टि गरेका छन्। सोमबार साँझ लिखित निम्तो आयो शपथमा जाने डेलिगेसनको टुङ्गो अझै लागेको छैन। मोदीले यसपटकको शपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट्रहरूलाई बोलाएका छन्। बिमस्टेकमा नेपाल, बङ्गलादेश, भारत, म्यानमार, श्रीलङ्का, थाइल्यान्ड र भुटान सदस्य छन्। बिमस्टेक सदस्य राष्ट्रका सरकार राष्ट्र प्रमुख बाहेक किर्गिजस्तानका राष्ट्रपति र मेरिसरका प्रधानमन्त्रीलाई पनि सो समारोहका लागि आमन्त्रण गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारतले छिमेकी राष्ट्र पाकिस्तानलाई भने शपथ ग्रहण समारोहमा बोलाएको छैन। भारतको लोकसभा चुनाव अघि पाकिस्तानी प्रधानमन्त्री खानले मोदीले जिते भारत पाकिस्तान सम्बन्ध सहज पार्न सजिलो हुने सार्वजनिक रूपमै बताएका थिए। मोदीले चुनाव जितेपछि खानले फोन गरेर मोदीलाई बधाई दिँदै भारत पाकिस्तान सम्बन्ध सुधारका लागि मोदी मिलेर काम गर्न तयार रहेको बताएका थिए। मोदीको पहिलो शपथ ग्रहण समारोहमा सार्क राष्ट्रका राष्ट्र प्रमुखहरूलाई बोलाएको थियो। प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसमा आबद्ध विद्यार्थी सङ्गठन नेपाली विद्यार्थी सङ्घ नेवी सङ्घले पनि प्रेस स्वतन्त्रताको विरुद्धमा आएको मिडिया काउन्सिल सम्बन्धी विधेयक तत्काल खारेज गर्न सरकारसँग माग गर्दै सडक आन्दोलन सुरु गरेको छ। नेवी सङ्घले मिडिया काउन्सिल सम्बन्धी विधेयक प्रेस स्वतन्त्रतालाई हनन हुने गरी आएको उल्लेख गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गर्दै मङ्गलबार बिहान काठमाडौँको पुतली सडकबाट
बागबजारसम्म प्रदर्शन गरेको हो। प्रदर्शनीका क्रममा विद्यार्थी नेताहरूले प्रेस, न्यायालय, विश्वविद्यालय सबैलाई आफ्नो नियन्त्रणमा लिएर कम्युनिस्ट नेतृत्वको सरकारले अधिनायकवादमा लाद्न खोजेको उल्लेख गर्दै त्यसको विरोधमा सडक आन्दोलन गर्नु परेको बताएका थिए। सरकारले मुलुकको सबै क्षेत्रमाथि हस्तक्षेप गर्न लागेकोमा त्यसको विरोध गर्नु परेको नेभी सङ्घका नेता मोतीलाल भण्डारीले जानकारी दिनुभयो। उहाँले सरकारले विश्वविद्यालय, प्रेस लगायतका संस्थाहरूमाथि हस्तक्षेप हुने गरी ल्याइएका सबै विधेयकहरू फिर्ता नभए कडा सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी पनि दिनुभयो। आज विश्वविद्यालयहरू आज राजनीतिक दलको अखडा बनाउने, आज नेकपा पार्टीको आज नियन्त्रणमा राखेर आज चाहे न्यायालय होस्, आज चाहे विश्वविद्यालय होस्, चाहे त्यो प्रेस जगत होस्, चाहे अन्य विधेयक आज आफ्नो मुठीभित्र राखेर आज कम्युनिस्ट पार्टीको व्यापार गर्ने थलो बनाइँदैछ। यसको विरुद्धमा आज नेपाल हामी संवैधानिक कदमहरूमाथि भएका हस्तक्षेप, प्रेसमाथि भएको हस्तक्षेप, निर्मला हत्याकाण्ड, सुन काण्ड, आज सार्वजनिक जग्गा अतिक्रमण काण्ड नेभी सङ्घले मुलुकलाई शान्ति सुरक्षा दिन नसकेको, महँगी नियन्त्रण गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गर्दै आएको छ। अब खेल समाचार। राष्ट्रिय क्रिकेट टोलीका कप्तान र उपकप्तान सम्मिलित प्रदेश 3ले प्रधानमन्त्री कप 1 दिवसीय प्रतियोगितामा दोस्रो जित हात पारेको छ। कृतिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा गण्डकी प्रदेशले दिएको 112 रनको झिनो लक्ष्य 22 ओभर 2 बलमा 3 विकेट गुमाएर पूरा गर्यो। प्रदेश 3का लागि अदिल खानले 38 रन र ईशान पाण्डेले 26 रनको योगदान गरे। त्यस्तै रित गौतमले 20 रन र रबिन जोशीले 11 रन बनाए। कम रनको लक्ष्य पाएको उक्त खेलमा प्रदेश नम्बर 3का स्टार खेलाडी तथा कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले मैदान उत्रिनु परेन। प्रदेश 3 विरुद्ध गण्डकीका किशोर महतोले 2 तथा विपिन खत्रीले 1 विकेट लिए। यसअघि पहिलो ब्याटिङ गरेको गण्डकीले 30 ओभर 1 बलमा सबै विकेट गुमाएर 108 रन बनाएको थियो। गण्डकीका लागि सुम घिमिरेले 34 रन र आकाश थापाले 28 रन बनाए। गण्डकी विरुद्ध प्रदेश 3का कप्तान खड्का र सूर्य तामाङले समान 4-4 विकेट लिए। त्यस्तै नदन यादवले 2 विकेट लिए। जितसँगै प्रदेश 3ले 3 खेलबाट 4 अङ्क जोडेको छ। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। वीरगञ्जमा माटोको डिस्कोले पुरिएर 2 जनाको मृत्यु। भोजपुरमा 22 महिने बालकलाई आफ्नै आमाले गरिन् हत्या। वर्तमान सरकार नेता विक्रम चन्द नेतृत्वको नेकपासँग मिल्ने काङ्ग्रेस महामन्त्री कोइरालाको दाबी। सांसदहरू बुढी गण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन नसकेको भन्दै सत्तापक्षको सांसदहरूबाटै सरकारको चर्को आलोचना। प्रेस स्वतन्त्रताको विरुद्धमा आएको मिडिया काउन्सिल सम्बन्धी विधेयक तत्काल खारेज गर्न सरकारसँग माग गर्दै नेभी सङ्घद्वारा सडक आन्दोलन सुरु। र प्रदेश 3मा प्रधानमन्त्री कप 1 दिवसीय प्रतियोगितामा दोस्रो जित हात पार्न सफल। हस्त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।